सृष्टिकारिणो ब्रह्मणोऽग्नि द्वितीयप्रार्थे श्री श्वेतवाराह कल्पे वैवस्वत मन्वन्तरे अष्टाविंशतितमे कलियुगे कलिप्रथमदिने भूर्लोके जम्बूद्वीपे भारतदेशे वृतखण्डे आर्यावर्तकदेशान्तर्गतः नेपालदेशे पाशुपतिक्षेत्रे गोहेश्वरी क्षेत्रान्तर्गतः पश्चिमदिग्भागे सल्यान सिद्धकुमाक गाँव पालिकायां ढोरचौरै भगवान श्री गोपेश्वर शिवालय सम्मुखे प्रांगणे पुण्यतिथौ वासरुस्तुवासरान्वितायं बुधवासरान्वितायं शुभयोगे शुभ नक्षत्रे शुभ राष्ट्रे चन्द्रमसि अन्येषु ग्रहेषु शुभ शुभ स्थानस्थेषु सच्च एवं ग्रह गुणगण विशेषेण विशिष्टायं बेलायं शुभ पुण्यतिथौ अद्देह गोत्रः सबैले आफ्ना आफ्ना गोत्रलाई उच्चारण गर्नुहोला अनि आफ्ना आफ्नो नामलाई उच्चारण गर्नुहोला अनि सबैले ममा भन्ने ममा भन्दै के भन्ने भगवानसँग के प्रार्थना गर्दै यो दिव्य आरतीको प्रतापले गर्दाखेरि परिवारमा सबैमा सुख शान्ति समृद्धि होस् भागवतको यो कथा श्रवण पाठले गर्दाखेरि हाम्रा सम्पूर्ण पितृहरूको उद्धार होस् वैकुण्ठ वास होस् भनी सबैले प्रार्थना गर्नुहोला र सबैको जय होस् भन्दै ओम मम श्रुति स्मृति वेदोक्त पुराणको फल प्राप्ति कामनाय अप्राप्त लक्ष्मी प्राप्तार्थं प्राप्त लक्ष्मी चिरकाल पर्यन्तं संरक्षणार्थं भगवती महाकाली महालक्ष्मी महासरस्वती द्वारा आशीर्वाद प्राप्ति कामनाय भगवान श्री गोपेश्वर शिव प्रार्थना तथा ब्राह्मण द्वारा महाआरती सबैले अहम करिष्ये मैले गराउँदैछु भनेर सबैले सम्झिने अनि प्रार्थना गर्ने ओम जज्जाग्रत दूरमुदयति दैवन्तद सुप्तचित दैवैति दूरङ्गमिं ज्योतिखां ज्योतिरेकन्तन्मे मन शिव संकल्पमस्तु संकल्प सिद्धिरस्तु ओम विघ्नेश्वराय वरदाय स्वरप्रियाय लंबोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरे सुताय गणनाथ नमो नमस्ते करतणिकतं वा कायजं कर्मजं वा श्रवणनयनजं वा मानसं वा परार्धं विहितमावितं वा सर्वमेतत्स्वमस्व जय जय करुणाब्दे श्री महादेव शंभो जय जय करुणाब्दे श्री महादेव शंभो बोलो सांब सदाशिव भगवान को भागवत भगवान को महायज्ञ को आज के आनंद को संपूर्ण भक्तों को भक्त और भगवान को जय जय श्री राधे दुई आत्माधि गरेर जय जय श्री राधे नमः पार्वती पते हर 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 महादेव शंभो जय केशवं राम नारायणं अच्युतं केशवं राम नारायणं अच्युतं केशवं राम नारायणं अच्युतं केशवं राम नारायणं कृष्ण दामोदरं वासुदेवं हरिं कृष्ण दामोदरं वासुदेवं हरिं कृष्ण दामोदरं वासुदेवं हरिं कृष्ण दामोदरं वासुदेवं हरिं श्रीधरं माधवं गोपिका वल्लभं श्रीधरं माधवं गोपिका वल्लभं श्रीधरं माधवं गोपिका वल्लभं माधवं गोपिका वल्लभं जानकी नायकं रामचन्द्रं भजे जानकी नायकं रामचन्द्रं भजे जानकी नायकं रामचन्द्रं भजे जानकी नायकं रामचन्द्रं भजे गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो हरि गोपाल बोलो
ताली बजाउँदै गाउँ। कृष्ण राधे 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 कृष्ण। गोविंद बोलो हरि गोपाल बोलो, 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 राधा रमण हरि गोविंद 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 बोलो, गोविंद बोलो हरि गोपाल बोलो, गोविंद बोलो हरि गोपाल बोलो, राधा रमण हरि गोविंद 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 बोलो। प्रेम से बोलिए श्री वृंदावन बिहारी लाल को या देवी सर्वभूतेषु शांति रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। गजाननं भूतगणादि विभूषराङ्गपीठभुजङ्गराजमालया निबद्धजाटजूटकं चिरैचिराय जायतां चकोरबन्धुशेखरः। ललाट चतुरज्जुला धनञ्जय स्फुलिङ्ग भानि पीत पञ्चसायकं नमन्निलिम्पनायकं सुधामयूखलेखया विराजमान शेखरं महाकपालि सम्पदे शिरोजटालमस्तु नः। कराल भाल पट्टिका धगद् धगद् धगज्जुल धनञ्जयाहुतीकृत प्रचण्ड पंचसायके धराधरेन्द्र नन्दिनी कुचाग्र चित्र पत्रक प्रकल्पनैप शिल्पिनी त्रिलोचनेर तिर्ममा। बोलो भागवत भगवान को, राधा कृष्ण भगवान को, कोटेश्वर महादेव को, महाआरती को, हाथ बांधी गई सबैका ताली। नवीन मेघ मंडली निरुद्ध दुर्धर स्फुरत् कुहुनि शीथिनीतम प्रबद्ध बंध कंधर लिंप निर्झरीधर स्तमोतु कीर्ति सिंधुर कला निधान बंधुर श्रियं जगद्धुरंधरः। पंकज प्रपंच कालिमा प्रभाव
अवलम्बि कण्ठकन्दली रुचिप्रबद्धकन्धरं सुरक्षितं पुरक्षितं अवच्छिदं मखच्छिदं प्रजच्छिदान्धकच्छिदं तमन्तकच्छिदं भजे अखर्व सर्व मंगला कला कदंब मंजरी रस प्रवाह माधुरी विजिंभणां मधुवकं अंतकं पुरंतकं अवंतकं मखांतकं प्रजंतकं भगंतकं तमंतकांतकं भजे जयत्वदभ्र बिभ्रमभ्रमद्भुजङ्गमस्व साध्विनिर्गमक्रमस्फुरत्करालभालहत्यवनिद्धि मृदङ्गतुङ्गमङ्गल विक्रमप्रवर्तितः प्रचण्डताण्डवः शिवः श्रीसाम्ब सदाशिव दृष्टिचित्रकल्पयोर्भुजङ्गमौक्तिकस्त्रजो गरिष्ठ रत्नलोष्ठयो सुहृदि पक्षयो नारविन्द चक्षुषो प्रजामहि महेन्द्रयो समप्रवेदिकः कदा सदा शिवं भजाम्यहम् प्रदानि लिम्प निर्झरी निकुञ्ज कोटरे वसन् विमुक्त दुर्मति सदा शिरास्थलं माललग्नं शिवेति मन्त्रमुच्चरन् तदा सुखी भवाम्यहम् इमं हि नित्यमेवम् उत्तमोत्तमं स्तवं पठन् स्मरन् नृपन्नरो विशुद्धिमेति सम्पदं हे गुरौ सुभक्तिमातु याति नान्यथा गतिं विमोहनं हि देहिनं सुशङ्करस्य चिन्तनं विमोहनं हि देहिनं सुशङ्करस्य चिन्तनं विमोहनं हि देहिनं सुशङ्करस्य चिन्तनं पूजावसान समये दशवक्त्र गीतं यः शम्भो पूजन परं पठति प्रदोषे तस्यास्तिरांगरथ गजेन्द्र तुरंगयुक्ता लक्ष्मीं सदैव सुमुखीं प्रददाति शम्भो लक्ष्मीं सदैव सुमुखीं प्रददाति शम्भो लक्ष्मीं सदैव सुमुखीं प्रददाति शम्भो। बोलो राधा कृष्ण भगवान को, गंगा महाआरती को, संपूर्ण भक्तहरू को। ल अब सबैजना बस्दिनु आफ्नो आफ्नो स्थानमा बस्दिनुहोस्। ल सबैको जय होस्, कल्याण होस्। विशेष सबैलाई विशेष धन्यवाद छ। हाम्रो सिद्धकुमार गाउँपालिका ढोरदौर वासी तथा सम्पूर्ण पालिका निवासी सबै भगवत भक्तलाई हृदयबाट सम्मान गर्दै दिव्य महाआरतीको प्रभाव प्रकाश सबैमा पुगोस् भन्ने विशेष कामना गर्दै म आफूले बिदा हुन्छु। हस्त जय होस्। जोरदार ताली बजाएर सम्मान गर्दिनुलाई पूज्य गुरुदेवप्रति धेरै सम्मान आभार अभिनन्दन व्यक्त गर्न चाहन्छु। अब पूज्य महाआरती गुरु दीपकराज क्षमा चाहन्छु। माटो खाई लुकी लुकी यशोदालाई छाले, माटो खाई लुकी लुकी यशोदालाई छाले। कहिले भेट्छु गोठमा तिमीलाई कहिले भन्छौ हरि, किन होला कृष्ण तिमीलाई सम्झन्छु झन्झनी। कृष्णजी पत्तर्यो पत्तर लैजाऊ न वृन्दावन घुम्न, कृष्णजी
गोपिनीका सारी पनि चोर्यो कृष्ण काले नकलीले गाउँसम्म गर्यो वृन्दावनमा गोपीसँग नाच्दै गीत गाउने वृन्दावनमा गोपीसँग नाच्दै गीत गाउने राधा भेट्न यमुनाको किनार किनार धाउने कहिले ठुस्स पर्दै पर्दै घरतिर आउने कृष्ण तिमी बलरामका भाइ नै त हौ नि ए कृष्ण तिमी बलरामका भाइ नै त हौ नि शिरमा मुकुट हातमा बन्सी लिएका त छौ नि राधा रानीसँगै बस्दा कति राम्रो स्वामी वृन्दावन बिहारी लाल को जय। सुदामा टाढाबाट आउनु भएको छ, पक्कै पनि भोक प्यासले हजुरलाई पक्कै पनि सताएको होला। यो थोरै द्वारिकाको प्रसाद लिबक्सला। हुन्छ कन्हैया। अरू पनि ल्याउने हो कि सुदामा? पुग्छ कन्हैया। मेरो त केवल इच्छा भनेकै, भोग भनेकै, प्यास भनेकै, निन्द्रा भनेकै केवल तिमी थियौ कन्हैया। आज तिमीसँगै भेट भएको छ कन्हैया। त्यो त हो सुदामा। जबदेखि तिमी मसँग टाढा भएका थियौ कन्हैया,
तबदेखि मेरो मन मस्तिष्कमा केवल तिम्रो नाम थियो कन्हैया र तिम्रो बचपनका यादहरू थिए कन्हैया। मैले हजुरको शरीरलाई देखेर यो बस र विशेष यो जाडो भएको जस्तो छ, कता कता त्यो बाटोमा आउने बेला जङ्गलमा काँडाले उतारेर हजुरको यो शरीर विक्षिप्त बनिएको छ सुदामा। यो वस्त्र लगाइबक्सला सुदामा। हुन्छ कन्हैया। अनि सुदामा हजुरलाई हामी खेलेको हिँडेको सबै कुरा ताजा त भयो होला नि सुदामा? कन्हैया, जब तिम्रो यादहरू मस्तिष्कमा घुम्न थाल्छन् कन्हैया, तबै आँखाबाट आँसुहरू बरबर आउन थाल्छन् कन्हैया। अवश्य पनि सुदामा। अनि सुदामा हजुर कन्हैया, हजुरले त विवाह पनि गर्नुभयो भन्ने सुनेको थिएँ मैले, के हो र साँच्चै? कन्हैया, विवाह त गरियो नि कन्हैया। तर सुदामा हजुरले त भन्नु भएन। कन्हैया, यदि तिमी कहाँ छौ भन्ने मात्रै मलाई थाहा भएको भए नि कन्हैया, हरेक दिन तिमीसँग आउँथे कन्हैया, न त मलाई तिमी कहाँ छौ भन्ने थाहा थियो, न त म अन्तिम घडी भएर म जसरी भए पनि तिमीसँग मिल्छु भनेर आएको हुँ कन्हैया। ल ठिकै छ सुदामा, जे भयो अब ठिकै छ, विगतका कुरालाई छोडिदिउँ। अनि भाउजूको नाम के हो सुदामा? भाउजूलाई सबैले सुशीला भन्ने गर्छन् कन्हैया। कति राम्रो नाम हो, जस्तो नाम त्यस्तै गुणशील स्वभाव होला है छ कन्हैया। त्यही भएर त म जस्तो एक भिक्षु ब्राह्मणको घरमा सेवा गरेर बसिरहेकी छन् कन्हैया। त्यो त हो, भाउजू बहुत सौभाग्यशाली हुनुहुन्छ। हजुर जस्तो ब्राह्मणको सेवा गर्न पाउनु भएको छ। वास्तवमा हजुर होइन, भाउजू पनि भाग्यमानी हुनुहुन्छ सुदामा। त्यो त हो कन्हैया, तिम्रो आशीर्वाद छ कन्हैया। हो सुदामा। अनि भाउजूले केही कोसेली केही भाउजूले केही कुरा गर्नु भएन मेरो बारेमा सुदामा? कन्हैया, कन्हैयालाई भेटेपछि राम 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 भनिदिनु है भन्दिथिन् कन्हैया। ल मेरो तर्फबाट पनि राम राम भनिदिनु भाउजूलाई है त। हुन्छ कन्हैया। अनि यो हात यो के गर्नुभएको, कहीँ चोट त लागेको छ सुदामा? कन्हैया, बाटोमा आउँदा थोरै ठोकेको थियो, सन्चो हुन्छ कन्हैया। होइन म सन्चो गरिदिन्छु हजुरलाई। खोइ हात सिधा गर्नुहोस्। ओहो, हे भगवान्, के लुकाएर आउनुभएको सुदामा यसरी? पक्कै पनि भाउजूले पठाएको यो कोसेली हुनुपर्छ सुदामा, मलाई थाहा भइसक्यो। कसरी भन्नु? आहा, कति राम्रोसँग यो कनिका भाउजूले पठाउनु भएको रहेछ। म खान्छु सुदामा अब। हजुर मात्र खानुहुन्छ? मैले त बिर्सेछु यो भगवानको विशेष प्रसादी, विशेष भाउजूको विशेष प्रसादी खाँदा मैले बिर्सेछु। ल सबैले बाँडेर खानु है त। सुदामा। हजुर कन्हैया। अनि अरू भाउजूले कोसेली त पठाउनु भएको रहेछ, अरू के घरमा लाला बालाहरू सबै आरामै छन् सुदामा? सबै ठिकै छन् कन्हैया। भाउजूले अर्को एउटा खबर पनि पठाएकी थिइन् कन्हैया। के छ त्यस्तो खबर? भनेकी थिइन् कि सबैको घरमा 15 दिनको एक पटक एकादशी आउँछ, तर मेरो घरमा प्रतिदिन एकादशी आउँछ भनेर खबर सुनाइदिनु है भन्थिन् कन्हैया। ठिकै छ सुदामा, धन्दा नमान्नुहोस्, सबै राम्रो हुनेछ सुदामा। भाउजूलाई सुनाइदिनु होला। हुन्छ कन्हैया। अनि कन्हैया,
तिमीले चाहिँ विवाह गर्यौ कि गरेनौ कन्हैया, यहाँ मैले त धेरैलाई देख्दैछु नि कन्हैया। अब विवाह त मैले पनि गरेको छु। अब यी देखेका सबै लगभग मेरै हुन्। एकपटक हजुरले अगाडि आँखा लगाउनुहोस् त, यता अनि पछाडि लगाउनुहोस्, दायाँ बायाँ चारैतिर आँखा। हजुरको जहाँ जहाँसम्म पुगेको छ यी सबै मेरै हुन् सुदामा। मेरै हुन् भन्नाले कन्हैया 16,108 जति छन् सुदामा। 16,108 हो सुदामा। कन्हैया मलाई घरमा एउटी सुशीलालाई सम्हाल्न त कति गाह्रो हुन्छ कन्हैया। तिमी 16,108 कसरी सम्हाल्छौ कन्हैया? त्यही त यो लीला अपरम्पार छ सुदामा। कन्हैया तिम्रो लीला अपरम्पार छ कन्हैया। तिमीलाई मैले बचपनदेखि नै तिमी त मेरो मित्र हौ नि कन्हैया। त्यो त हो सुदामा। 16,108 भन्यो, यो बुढी आमा पनि हुन् कन्हैया। बुढी आमा पनि हुन् कन्हैया। दाँत झरेका पनि हुन्। यी दाँत झरेका सिगान निकालेका सबै हुन्। सबै हुन् सुदामा। ओहो कन्हैया। ल कन्हैया अब आशीर्वाद दिनु पर्यो सबै। हो सुदामा, हजुरसँग आशीर्वाद नलिएर हामी कहाँ जाने र? ल सुदामा पहिला पुत्रवती भव, अर्की पनि आओ, 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 अर्की पनि आओ। हजुर सुदामा मलाई त आशीर्वाद दिँदा दिँदै हातै थाकिसक्यो। अब बरु यसो गरौँ, सबैलाई हात जोड्न भन, सबैको सट्टोमा तिमीलाई नै आशीर्वाद दिन्छु। तिमीले नै आफ्नी पटरानीहरूलाई बाँडिदिनु कन्हैया। सबै मेरा रानीहरूले सबैले हात जोडेर बस्दिनु होला। ओम यस्मिन् विन्यस्य भारं विधिगनि जगतां जङ्गमस्थावराणां लक्ष्मी नारायणाख्यं मिथुनमनुभवत्यत्तुधारान् विहाराम् आरोग्यं भूतिमायु कृतं यभवनायस्य दास्तापदं तत्तत्सत्यं समस्तं दिशतु स पुरुषो दिव्य हे चक्षवर्ती। सबै राम्रो होस् कन्हैया। अवश्य सुदामा, हजुरको यो आशीर्वाद सदैव रहिरहोस् सुदामा। हस् कन्हैया। किन हस् भन्दै हुनुहुन्छ? हतार छ सुदामा हजुरलाई? कन्हैया हेर न, सांसारिक मोह माया पारिवारिक जीवनमा लागिसकेपछि थोरै गाह्रो हुँदो रहेछ कन्हैया। जब हाम्रो बचपन थियो, बचपन पश्चात हामी जिम्मेवारीतिर लाग्यौँ कन्हैया। बचपन जस्तो रहेन कन्हैया जीवन। त्यो त हो, उमेर बढ्दै गएपछि काम जिम्मेवारीले होइन छिचोल्दै जान्छ सुदामा। हेर न, घरमा सुशीलाले कतिखेर स्वामी आउनुहुन्छ र चुलो जलाउला भनेर कुरेर बसेकी होलिन्। अनि लाला बालाहरू पनि कतिखेर पिताश्री आउनुहुन्छ अनि आफ्नो भोक मेटाउला भनेर बाटो कुरेर बसेका होलान् कन्हैया। ठिकै छ सुदामा। अब रात्रि पनि भइसकेको छ, हजुर हतार पनि गर्दै हुनुहुन्छ। जानुहोस् सुदामा, बेलैमा जानुहोस् सुदामा। जाउँ है कन्हैया। अब जानुहोस् सुदामा, जानुहोस्। हुन्छ कन्हैया। जय श्री कृष्ण। जय सुदामा। श्री कृष्ण। कन्हैया हजुर सुदामा। म साँच्चीकै गए है कन्हैया। अवश्य पनि हजुर जानुहोस् सुदामा। एकछिन सुदामा, सुदामा यसको मूल्य अनमोल छ सुदामा। यो मैले यो द्वारिकाको वस्त्र मैले यतै राखेँ। बाटोमा असहज परिस्थिति हुनसक्छ, यो बडो अमूल्य प्रसाद हो सुदामा। त्यही भएर मैले यसलाई यतै राखेँ सुदामा। हजुर जानुहोस् सुदामा।
कन्हैयाले त केही दिन्छन् कि भनेर सुशीलाले पठाएकी थिए। अब म घरै से खाली हात कसरी जाऊँ? भिक्षा माग्दै माग्दै भए पनि जानेछु। भिक्षाम देहि, भिक्षाम देहि। आज यसरी सुदामा आफ्नो सुदामापुरीतिर जाँदैछन्। सुदामालाई भनिन्छ 4 मुठी कनिका स्वरूप हजुरहरूले आफ्नो यथाशक्ति भेटी दक्षिणा फुल जे छ 4 मुठी कनिका स्वरूप आफ्नो गक्षता अनुसार सबैले सुदामाको झोलीलाई भर्दी बक्सेला। र अब भने प्रेम भावका साथमा हामी नाम संकीर्तन गाउने छौं। जय होस्, मंगल होस्। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण, हे नाथ नारायण वासुदेव। केशव माधव हे देव मधुसूदन। केशव माधव हे देव मधुसूदन। हे देव मधुसूदन, हे देव मधुसूदन, हे देव मधुसूदन। केशव माधव हे देव मधुसूदन। केशव माधव हे देव मधुसूदन। केशव माधव, केशव माधव हे देव मधुसूदन। केशव माधव हे देव मधुसूदन। केशव माधव हे देव मधुसूदन। केशव माधव हे देव। हरे कृष्ण 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 हरे कृष्ण 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 हरे कृष्ण 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 हरे राम, हरे राम 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 हरे राम राम राम, हरे राम 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 हरे राम राम। हरे कृष्ण 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 हरे कृष्ण 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 हरे कृष्ण 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 हरे कृष्ण कृष्ण कृष्ण। माधव हे देव मधुसूदन। केशव माधव हे देव मधुसूदन। हे देव मधुसूदन, हे देव मधुसूदन, हे देव मधुसूदन। केशव माधव हे देव मधुसूदन, हे देव मधुसूदन, हे देव मधुसूदन, हे देव मधुसूदन। वासुदेव भगवानको ल सुदामाको झोलीमा हजुरहरूले राख्दै गर्नुहोला। अब हामी सम्मानको कार्यक्रममा अग्रसर हुनेछौँ। ताली बजाइदिनु होला। अझै समय बाँकी छ है। अहिलेसम्मको उत्कृष्ट दान 51,000 छ।
60,000 का दाता पनि आउन सक्नुहुन्छ एकैछिनमा है, मन खोल्यो भने। अब मन खोलेर घरको गाडो खोलेन भने अब अर्को दुःख खुलाउनु होला। हामी दान गरेर संसारमा कोपु गरी भयो, बाँचुन्जेल नाम चल्यो मरे कीर्ति रह्यो। दान गरेर संसारमा कोपु गरी भयो, दान गरेर संसारमा कोपु गरी भयो, बाँचुन्जेल नाम चल्यो मरे कीर्ति रह्यो। सफल व्यापारी हामी मध्येमा तारा गिरिजी हुनुहुन्छ, मञ्चमा आइदिनु होला। स्वर्गीय सासुआमा छवि गिरी, ससुराबुवा एउटा भजनको नाच दिनु होला। खुसी मनले दिएको दान समाजमा रहनेछ सम्झना। खुसी मनले दिएको दान समाजमा रहनेछ सम्झना। दिन यो संसारमा मिलनपछि बिछोड हुनुपर्छ भन्ने थाहा दिन। यही निवेदनका साथमा हामीहरू गुरुहरूको तर्फबाट पनि पक्कै पनि केही तिता मिठाहरू शब्द यो मञ्चबाट प्रस्तुत भयो होला। केही नमिठा लागेका कुराहरू यही छोडिदिनु होला। र अब भने हाम्रो सम्पूर्ण गुरुहरूको यो समग्र टिम यही निवेदनका साथमा हाम्रा बाणीलाई यही विश्राम गर्दछौँ। अब हामीलाई आयोजक परिवारले ससम्मान विदाई गर्नुहुनेछ। सबैले प्रेमले भनौँ जय श्री राधे, जय श्री राधे। सबैमा धेरै धेरै सम्झना, मिठो माया पनि। कृष्ण मन्दिरमा यो 20 लाख होइन, 30 लाख होइन, 50 लाखको लगानी लागोस्। महान दाताहरूको एकपटक ताली बजाइदिनु होला। धेरै धेरै सम्मान छ। र यहाँ आदरणीय व्यक्तित्व नमस्कार।
पक्कै पनि यो धर्म जागरण अभियानले सिद्धकुमा गाउँपालिका सल्यान जिल्लामा एउटा केही न केही परिवर्तन गर्नेछ। तपाईँ आएमा पक्कै पनि यसले चाहिँ धर्म पापलाई चाहिँ हटाएर हामी चाहिँ धर्मका कुराहरू हाम्रो आत्मामा धर्म रहनेछ। जहिले पनि हामीले काम गर्दा हामी सफल कार्य र सकारात्मक कुराको सोच गर्नेछौँ, नकारात्मक कुराहरूलाई त्याग्नेछौँ। पक्कै पनि यो धर्मले हामीलाई यो सन्देश दिनेछ। आदरणीय सम्पूर्ण आमबुवा दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूको एकदमै महत्त्वपूर्ण भूमिका रहेको छ यो कार्यक्रम सफलताको निम्ति। टाढा टाढाबाट आमाबुवा दाजुभाइ दिदीबहिनीहरू आउनुभएको छ। हाम्रा आदरणीय विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारी आदरणीय सरहरू, सिद्धकुमा गाउँपालिकामा कार्यरत सम्पूर्ण आदरणीय कर्मचारी सरहरू, म्याडमहरू सबैले चाहिँ यो कार्यक्रम सफल पार्नको लागि आर्थिक, भौतिक, सामाजिक रूपमा पक्कै पनि सहयोग गर्नुभएको छ। यो सहयोगप्रति तपाईँहरूलाई हाम्रो यो आयोजक परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु, हार्दिक नमन गर्न चाहन्छु। जय जय राधे टक्राउन चाहन्छु। तपाईँहरूलाई उद्घोष गरिसकेको छ। पक्कै पनि यो बचेको रकमबाट जति खर्च आउँछ त्योबाट बचेको रकमबाट हामीले मन्दिर बनाउनमा चाहिँ लगानी गर्नेछौँ। यो सिद्धकुमा गाउँपालिका ढोरचौरको आसपासमा मन्दिर निर्माण गर्नेछौँ, त्यसमा शिलालेख पनि लेख्नेछौँ भन्ने कुरो चाहिँ उद्घोष गर्न चाहन्छु। त्यो चाहिँ हाम्रो आयोजक समितिले निर्णय गरेको छ र तसर्थ मन्दिर निर्माण गर्नको लागि हाम्रा आदरणीय व्यक्तित्वले जग्गा दान पनि गरिसक्नु भएको छ। मौखिक रूपमा यसलाई बैठक बसेर पक्कै पनि लिखित रूपमा रहनेछ भन्ने कुरा राख्दै म धेरै समयको चाहिँ पाबन्दीका कारण हजुरहरूलाई हाम्रो यो मेला महोत्सव धर्म जागरण कार्यक्रम सप्ताह अवधिभरमा भएको खर्च आय व्यय विवरणमा सुनाउन गइराखेको छु। सिद्धकुमार ढोरचौर श्रृङ्गारिक महाआरती धर्म जागरण सप्ताह महोत्सव 2082 को आय व्यय विवरण यस प्रकार रहेको छ। खर्च विवरण मैले सुरुमा खर्च राखेको छु। हाम्रो गुरुहरूलाई व्यवस्थापनको निम्ति हामीले दही दुधहरूको व्यवस्थापन गरेका थियौँ, त्यसमा 3520। त्यसै गरेर हाम्रो जेनेरेटर चलाउनको लागि डिजेल इन्जिन खरिद गरेका थियौँ, यसमा हाम्रो 5880 रुपियाँ खर्च भएको छ। स्टेसनरीतिरको हाम्रो 2255। त्यसै गरेर हामीले सचिवालयमा कार्पेटको व्यवस्था गरेका थियौँ 5610। गुरुहरूलाई खाना पकाउनको लागि ग्यासको व्यवस्था 3190। फलफुल खरिद हाम्रो चाहिँ यो कार्यक्रमको लागि 1340। कबाट गेटको लागि भनेर चाहिँ यो खरिद गरेको चाहिँ 8205। प्रसाद ग्रहण प्लेटहरू यो पटक पटक किनिएको छ, यहाँ चाहिँ एकमुष्ट जोडिएको छैन, ठाउँ ठाउँ राखिएको छ। यो म सुनाउन गइराखेको छु। यसमा चाहिँ 820 रुपियाँ। टिका माला सामानको लागि 3145। तरकारी फलफुल गुरुहरूलाई चाहिँ खानपिनको व्यवस्थामा चामल लगायतको सामग्री खरिद बिल अनुसारको 20160। त्यसै गरेर फेरि चाहिँ तरकारी खरिद गरिएको छ 420 र बत्ती खरिद हाम्रो लागबत्तीको लागि 5000। पञ्चे बाजालाई सामानको लागि 5000। हाम्रो प्रचार प्रसारको लागि गाडी भाडा भनेर हामीले 22000। त्यसै गरेर भाडा व्यवस्थापन गुरुको हेरचाहको लागि हामीले 5000। त्यसै गरेर विद्युत अथवा जग्गा व्यवस्थापन भन्छ, यो मञ्च व्यवस्थापन गर्नको लागि यहाँ जग्गा जोतिने कुरा भएको छ, अरू बाँकी सहयोग गर्नुभएको छ, त्यसको लागि हामीले 5000। र त्यसै गरेर गुरु निवास विद्युत र पानीको लागि 2000। गुरु सत्कारको लागि 13 जनाको हामीले 1365। त्यसपछि हामीले केरा स्याउहरू ल्याएका छौँ फलफुल आजको दिनमा 4400। र गुरुलाई फेरि चाहिँ ग्यास सकियो हुनाले एउटा सिलिन्डर ग्यास भरिएको थियो, यसको चाहिँ जम्मा खर्च 2000। अतिथि सत्कारको लागि प्लेटको व्यवस्था गरेका थियौँ 1500। पानी खरिदको लागि 1200।
विविध खर्चको लागि भनेर हामीले 10,000 र शिलालेखको लागि 20,000 भनेर 1,24,310 रुपियाँ हाम्रो खर्च हुन आएको छ भने हाम्रो यो 7 दिनको मेला महोत्सव अवधिभरमा आम्दानी सुनाउन गइराखेको छु। हाम्रो आरती दक्षिणा सहयोग गरेर 2082 2 महिना 22 गते सुरुवातको दिनमा हाम्रो 1,78,932 रुपियाँ सङ्कलन भएको थियो। त्यसै गरेर मिति 2082 2 महिना 23 गते 68,495। त्यसै गरेर 2082 2 महिना 24 गतेको हाम्रो 2,04,922। त्यसै गरेर 2082 2 महिना 25 गते 81,819। त्यसै गरेर 2082 2 महिना 26 गते 1,94,331। त्यसै गरेर 2082 2 महिना 27 गते 49,918। यसै गरेर 2082 2 महिना 28 गते अर्थात् आजको दिनमा 1,23,473 गरेर जम्मा हाम्रो 9,51,990 खर्च भएको छ। यसमा आम्दानी हाम्रो यो रहेको छ। त्यसै गरेर अब यसमा 9,51,890 आम्दानी मध्ये विविध खर्च अर्थात् पाहुना सत्कार जग्गा विभिन्न बिल अनुसारको खर्च अनुसार 1,24,310 र गुरुहरूलाई हामीले विभिन्न शीर्षकमा चाहिँ यो सम्झौता अनुसारको व्यवस्थापन गरेका थियौँ। गुरुलाई टेन्ट साउन्ड सिस्टम स्टेज जेनेरेटर लाइट व्यवस्थापनको लागि प्रचार प्रसार सम्पूर्ण सामग्री खरिदको लागि त्यसै गरेर कथावाचक कलाकार टिमको दक्षिणा महाआरती पूजा सामग्री खरिदको लागि सम्मानपत्र रुद्राक्ष माला फेरमहरू रामनवमी व्यवस्थापन गुरुहरूका लागि भाडा बर्तन तथा बिस्तरा खरिद यी सम्पूर्ण खर्चमा हाम्रो 6,62,064 रुपियाँ 6,62,064 रुपियाँ खर्च भएको थियो। र यो मध्येमा पनि हामीलाई गुरुहरूले यो कार्यक्रम सफल र सभ्य र भव्यका साथ सफल भएको हुँदा भोलिका दिनमा यहाँको विकास होस्, यहाँको समृद्धि र चाहिँ यहाँका दाजुभाइ दिदीबहिनीहरूले पूजा गर्ने एउटा धार्मिक स्थल बनोस् भन्ने ध्येयका साथ उहाँहरूले हाम्रो यो आयोजक टिमलाई 20,000 छोड्नु भएको छ। 6,62,064 रुपियाँ मध्येमा 20,000 उहाँले हामीलाई प्रदान गर्नुभएको छ र जसमध्येमा खर्च घटाएर हाम्रो अहिले चाहिँ गुरुले दिएको 20,000 सहयोगसहित यस हाम्रो आयोजक समितिमा 1,85,516 रुपियाँ बच्न आएको छ। यो नै हाम्रो चाहिँ आजको मोटामोटी आम्दानी खर्च रहेको छ। यसलाई हामी आयोजक समितिका सम्पूर्ण पदाधिकारीहरू भोलि बसेर बिल भरपाई अनुसार अझै एकपल्ट हेर्नेछौँ भन्दै सबैजनालाई हामीले कार्यक्रम राख्दै गर्दा यो कार्यक्रममा आयोजना हुँदै गर्दा हाम्रा आदरणीय व्यक्तित्वहरूबाट हाम्रा आयोजक कमिटीका पदाधिकारीहरूबाट कहीँ कतै अब त्यस्तो बोल्दा बेला हजुरहरूलाई अप्ठ्यारो शब्द प्रयोग भएको भए त्यस्तो गलत खालको मेसेज भरमहरू हजुर कहाँ पुगेको भए अथवा नराम्रो शब्द बोलिएको भए सबैजनाले माफी गरिदिनु होला। त्यसको लागि हामी यो आयोजकको तर्फबाट माफी माग्न चाहन्छौँ र यो मन्दिर बनाउनको लागि अर्थात् धर्म जागरण तपाईँ हामी सबैको कार्यक्रम हो। सबैको मनमा भगवानले बास गरोस्। तपाईँहरू सबैजनाले सहयोग गर्नुभएको छ। पक्कै पनि यो मन्दिरको नाममा तपाईँले दक्षिणा स्वरूप या त तपाईँहरूले सहयोग मार्फत हामीलाई आर्थिक सामाजिक तपाईँको भौतिक सहयोग गर्नुभएको छ। तपाईँहरूको घर घरमा लक्ष्मीले बास गरून्, तपाईँहरूको घर घरमा भगवानले बास गरून् र चाहिँ
तपाईँहरू सम्पूर्णको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै मेरो यो छोटो धन्यवाद मन्तव्यका साथ यो आर्थिक प्रतिवेदन राख्ने अनुमतिबाट बिदा हुँदै तपाईँहरूलाई राम्रोसँग आफ्नो ठाउँमा जानुहुनेछ भन्दै बिदा हुन्छु। हवस् त, नमस्ते।